हेलो गाइज, गुड मर्निङ। आज फेरि बिहानै पानी परेको छ हाम्रोतिर। फेरि सबैको आज बिहान धेरै ठुलो त परेन, ठिकै एकैछिन मात्र पानी परेको छ। वेदर पनि एकदमै कुहिरो लगाएर किसिम भइसकेको छ, हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म कहाँ जाँदैछु भने यहाँ गाउँदेखि चाहिँ यहीँ नजिकैको भाइहरू आज बसाइ सरेर अलि बजारतिर जाने थिएँ, त्यही भएर सामान चाहिँ बोक्दिन बोलाउनु भएको थियो। अनि त्यही जाँदैछु म। ल साथीहरू, अहिले चाहिँ बिस्तारै कुहिरो चाहिँ फाट्दैछ। पानी पनि एकदम कम भइसक्यो अहिले। अघि त एकदमै बेसी थियो, अहिले चाहिँ बिस्तारै कम भइसकेको छ। के छ तपाईँकोतिर पानी पऱ्यो कि नै आज? यसो भन्नु होला है त। स्पेसली आज म चाहिँ तपाईँहरूलाई सिजनका फलहरू देखाउँछु। ल, यो चाहिँ ऐसेलु लगभग प्राय पाकिसकेको छ है त। ल, यहाँ चाहिँ मिठो पाकेको छ। के भयो क्यामेरामा? ल, टिपेर नि हेरौँ न है त। ल, चाहिँ ऐसेलु धेरै टिप्न सकिनँ, अलि माथि छ फेरि। एकदम रसिलो टाइपको ऐसेलु। यहाँ चाहिँ बाटैभरि रहेछ ऐसेलु पनि। हाम्रो तल्लो गाउँ भन्ने ठाउँ अलि वेदर क्लिन छैन, सबैले छरपट गरेर प्राय सबले सकिसक्नु भएको छ।
ल तपाईँलाई म फेरि पनि अर्को सिजन फल देखाउँछु। यो चाहिँ काफल, त्यहाँ चाहिँ चिप्न जान सकिँदैन। मैले यहीँदेखि नै थोरै तपाईँहरूलाई जुम गरेर देखाउँछु। फल्दैछ प्राय निक्लिसक्नु लाग्यो बुट्टा, सकिसक्नु लाग्यो प्राय। पनि सर्वत गरेर सकिएछ। बाटो फेरि अलि राम्रो देखिने ठ्याक्कको। अस्ति यो के अरे भाइको रिसाल लगेर जाँदाखेरिको भिडियोमा चाहिँ मैले तपाईँहरूलाई यो चाहिँ हाम्रो धनबहादुर गुरुङ अङ्कलको घर भनेर देखाएको थिएँ नि। त्यही घरको अङ्कलहरू चाहिँ अहिले बाहिर जान लाग्नु भएको। ल हो नि, लाली गुराँस हेरामै त एकचोटि त्यति राम्रोसँग नदेखिएला, तर म थोरै ल्याउने कोसिस गर्नेछु। ल यो चाहिँ साथी अझै लाली गुराँस है, हाम्रो गाउँमा चाहिँ अझै नि लाली गुराँस मजाले फुलिएको रहेछ। त्यति राम्रोसँग देखिएन। लाली गुराँसको राम्रो लाली गुराँस फुल्दाखेरि एउटा भिडियो बनाउन पाइँदैन। त्यही चाहिँ देखिँदो रहेछ नि त राम्रोसँग। यो चाहिँ लाली गुराँस साथी, रोडोडेन्ड्रन भन्छन्, राष्ट्रिय फुल। पानी परेर अहिले त यस्तो हाम्रो ट्र्याक्टरको अगाडि चाहिँ दामी फल्छ क्या। ट्र्याक्टर गेट जस्तो बनिदिएको फेरि घरको अगाडि दामी छ। यो चाहिँ हाम्रो स्कुलदेखि देखाएको तपाईँलाई मैले। यो चाहिँ लामा निवास, साइडमा चाहिँ शिवजीको मन्दिर। हाम्रो नरेश गुरुङ भाइको घर हो त्यो चाहिँ, शिवजीको मन्दिरको साइडको घर। ल साथी, सिँढीले देखिहाल्नु भएको थियो होला पहिला पनि भिडियो हेर्ने साथीहरूले। यही घरको मान्छे चाहिँ जानु लाग्नु भएको छ।